सबैभन्दा सुरुमा चाहिँ हामीले चाहिँ हाम्रो बेसको ट्रिम्बलको डेटालाई चाहिँ हामीले बेस भन्ने फ़ोल्डरभित्र हाल्छौँ र हाम्रो ट्रिम्बलको फाइललाई चाहिँ राइनेक्समा कन्भर्ट गर्छौँ। राइनेक्समा कन्भर्ट गरेपछि हाम्रो ओ वाला फाइललाई चाहिँ हामीले अनलाइन प्रोसेसिङको लागि चाहिँ अस्पसमा चाहिँ अपलोड गरिदिन्छौँ। अस्पस भनेको अनलाइन प्रोसेस गर्ने एउटा साइट हो, अस्ट्रेलियन प्रोसेसिङ सिस्टम। र यसमा चाहिँ हामीले हाइट अफ इन्स्ट्रुमेन्ट चाहिँ पछिसम्म पनि याद गर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ हाम्रो चाहिँ बेसको ल्याट लङ कोअर्डिनेट्सहरू चाहिँ यहाँनिर हुन्छ। यसलाई चाहिँ हामी पछि लाइजियो रिफरेन्समा युज गर्छौँ। र ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ यहाँनिर चाहिँ पोजिसनल अनसर्टेन्टी चाहिँ हेर्नुपर्छ। कहिलेकाहीँ चाहिँ एकदम बढी भएको हुन्छ, त्यसले गर्दा चाहिँ डेटा बिग्रिन सक्छ। यो भ्यालुजहरू चाहिँ जेनरली सेन्टिमिटर अथवा मिलिमिटरमा हुन्छ। र कोअर्डिनेट भनेको चाहिँ हाम्रो हाम्रो साइटमा भएको चाहिँ जिसिपिजहरूको कोअर्डिनेट हो। यो सफ्टवेयरमा चाहिँ कोअर्डिनेटलाई चाहिँ हाम्रो यसरी टेक्स्ट फाइलमा चाहिँ कमाले सेपरेट गरेर राख्नुपर्ने हुन्छ। पोइन्ट नम्बर, स्ट्रिङ नर्थिङ अनि हाइट। त्यसपछि हामी लाइजियो रिफरेन्स भन्ने सफ्टवेयर खोल्छौँ। र सफ्टवेयरमा चाहिँ हामी ब्राउज गरेर चाहिँ डट लाइभ भन्ने फाइललाई चाहिँ इनपुट दिन्छौँ। डट लाइभ फाइल खोल्दाखेरि चाहिँ यसले सबै फाइल्सहरू, फोल्डर्सहरू, इमेजेसहरू चाहिँ आफ्नो आफ्नो पाथको अटोमेटिकल्ली लिन्छ। हामी फर्स्टमा सेटिङ्समा जान्छौँ। अनि लेजर फाइल अटोमेटिकल्ली लिएको हुन्छ यसले यसरी डट भिभिटिएस फर्मेटमा। क्यामेरा सेटिङ्स पनि, क्यामेरा फोल्डर पनि आफै लिन्छ यसले। अनि हामीलाई चाहिँ ब्राइटनेसहरू चेन्ज गर्नुपर्ने छ। अलिकति अँध्यारो उज्यालो छ भने चाहिँ हामी स्लाइडरबाट गर्न सक्छौँ। अहिलेलाई चाहिँ हामी नर्मल छ, त्यही भएर केही पनि गर्दैनौँ। त्यसपछि पोस्ट प्रोसेसमा चाहिँ यहाँनिर चाहिँ एक्सटर्नल इनपुट भनेको चाहिँ हामीले चाहिँ प्री प्रोसेसिङ चाहिँ पहिल्यै अर्को सफ्टवेयरमा गरेको छ भने चाहिँ हामी एक्सटर्नल गर्छौँ, अनि चाहिँ लाइन एप गर्छौँ। अनि बेसलाइनमा चाहिँ 10 किलोमिटरभन्दा बढी छ भने चाहिँ मल्टिबेस युज गर्छौँ, होइन भने चाहिँ नर्मल युज गर्छौँ। मल्टिबेस गर्दाखेरि चाहिँ फिल्डमा पनि मल्टिपल बेस युज गर्नुपऱ्यो। त्यसपछि हाम्रो जिन्याप र सिन्याप भन्ने दुईवटा अप्सनल फाइल पनि दिन्छौँ। कुनै राइनिक्स फाइलमा चाहिँ हुँदैन, कुनैमा चाहिँ हुन्छ यो। छ भने दिन्छौँ, छैन भने छोडिदिन्छौँ। त्यसपछि कोअर्डिनेट दिने बेलामा चाहिँ फ्रम हेडर भनेको चाहिँ यसले आफै लिन्छ त्यो राइनिक्स फाइलबाट। हामीले अनलाइन प्रोसेसिङ गरेको छ, त्यही भएर चाहिँ हामी म्यानुअल चुज गर्छौँ। म्यानुअलमा चाहिँ डिग्री, मिनेट, सेकेन्डवाला फर्मेट चुज गरेर चाहिँ हामीले अघि नै चाहिँ अनलाइन प्रोसेसिङको रिपोर्टबाट हेरेर यो भ्यालुजलाई चाहिँ हामीले चाहिँ लाइजियो रिफरेन्समा चाहिँ इनपुट दिन्छौँ। त्यसपछि हाइट अफ इन्स्ट्रुमेन्ट हामी अघि नैको रिपोर्टबाट हेरेर हाल्छौँ, 1.484। यति गरेपछि हामी अब कोअर्डिनेट सिस्टममा जान्छौँ। हाम्रो यो 45 एनमा पर्थ्यो, त्यही भएर हामीले 45 एन प्लस इजिएम हाइटमा चाहिँ 2008 राखेका छौँ। भर्टिकलमा 2008, होरिजेन्टलमा युटिएम 45 एन। त्यसपछि अरू सबै सेटिङ्स डिफल्ट राखेर हामी ओके गर्छौँ। त्यसपछि हामी सेलेक्ट अन ट्र्याजेक्टोरी क्लिक गरेर चाहिँ हाम्रो ट्र्याजेक्टोरी कतिको चाहिन्छ, हामीलाई कति डेटा प्रोसेस गर्नु छ, त्यो अनुसारले हामी सेलेक्ट गर्छौँ। छेउछाउतिर टर्निङतिर चाहिँ हाम्रो चाहिँ ड्रोनहरू अलिक धेरै हल्लेको हुन्छ, घुमेको हुन्छ, जसले गर्दा चाहिँ डेटा बिग्रिन सक्छ। त्यही भएर चाहिँ हामीले चाहिँ ड्रोन एकदम स्ट्रेट भएको पाथको मात्रै डेटा लिन्छौँ। यसरी कति चाहियो आफ्नो स्टडी एरिया अनुसार हामी सेलेक्ट गर्छौँ यसरी। यति गरेपछि हामी यो बटनमा क्लिक गर्छौँ, जसले चाहिँ हामीले सेलेक्ट गरेको मात्रै देखाउँछ, जुन चाहिँ हामीले अब प्रोसेसिङमा युज गर्छौँ यसलाई चाहिँ। र सेभ गरेपछि चाहिँ हामीले पछि पनि यो फाइल्सहरू हेर्न सक्छौँ हामीले कुन युज गरेको भनेर। त्यसपछि हामीले अब पोस्ट प्रोसेसिङ, जियो रिफरेन्स र कलराइजेसन तिनवटा अन गरेर चाहिँ स्टार्ट गरिदिन्छौँ।
यति गरेपछि चाहिँ हाम्रो चाहिँ पोइन्ट क्लाउडहरूले चाहिँ पोइन्ट क्लाउडको चाहिँ इच पोइन्टको चाहिँ हाम्रो 3D कोअर्डिनेट्सहरू असाइन भइसकेको हुन्छ र इच पोइन्ट क्लाउड चाहिँ इच पोइन्ट चाहिँ कलराइज पनि भएको हुन्छ। यसरी हाम्रो डेटा चाहिँ स्क्रिनमा भिजिबल हुन्छ पोइन्ट क्लाउडहरू चाहिँ। प्रोफाइल तानेर चाहिँ डेटा कस्तो आएको छ भनेर हेर्न सक्छौँ। हाम्रो पेनिट्रेसन कतिको छ, डेन्सिटी कतिको छ पोइन्टको, डेटा कतिको भिजिबल छ भनेर हामी यसरी मजाले हेर्न सक्छौँ। ग्राउन्ड पेनिट्रेसन एकदम राम्रो छ। रुखको ब्रान्चेसहरू, रुखको ट्रङ्क पनि मजाले आएको छ डेटामा। यति भएपछि हामी बोर्ड साइडमा जान्छौँ। बोर्ड साइडमा चाहिँ हामीले एक्स र डेल्टा वाईमा मात्रै करेक्सन लगाउँछौँ। हाम्रो सेन्सर चाहिँ भर्टिकल फेसिङ सेन्सर भएले डेल्टा जेटमा चाहिँ हामी खासै अन गर्दैनौँ र यति गरेपछि हामी क्याल्कुलेट गरिदिन्छौँ। बोर्ड साइडले चाहिँ आइएमयू र लाइडर सेन्सरमा हुने चाहिँ माइन्युट लेभलको चाहिँ एङ्गुलर करेक्सनहरू पत्ता लगाएर पोइन्ट क्लाउडमा करेक्सन लगाइदिन्छ। जसले गर्दा हाम्रो फरवर्ड र ब्याकवर्ड लाइनहरूबाट आएको पोइन्ट क्लाउडमा चाहिँ सर्टेन ग्याप्सहरू हुँदैन। हामी आरएमएसहरू हेर्न सक्छौँ। बिफोर 0.052 थियो, पछि 0.050 भयो। एकदम माइन्युट लेभलमा चाहिँ करेक्सन लगाएको छ। हामी यसरी रिपोर्ट पनि हेर्न सक्छौँ। रिपोर्टमा सबै डेटाको प्यारामिटर्सहरू र भ्यालुजहरू यसरी देखाइएको हुन्छ। यो भ्यालुजहरूलाई हामी यसरी सेभ गरेर अनि एप्लाई गर्छौँ। अब हामीले यहाँनिर कलराइजबाट सेगमेन्ट गऱ्यो भने चाहिँ हाम्रो इच ट्राजेक्टोरीले चाहिँ कतिको पोइन्ट निकालेको छ यसरी हेर्न सक्छौँ। यतिमध्ये पनि हामीले चाहिँ अब एउटा लाइन र अर्को लाइनको बिचमा चाहिँ पोइन्ट क्लाउडमा चाहिँ कतिको ग्याप छ भनेर हेर्नु पऱ्यो भने चाहिँ हामी यसरी हेर्छौँ। यहाँनिर ब्लू पोइन्ट भनेको एउटा लाइनको, यल्लो भनेको अर्को लाइनको हो र ब्लू र यल्लोको बिचमा जुन ग्याप्सहरू हुन्छ त्यो भनेको नै बोर्ड साइड एरर हो। अब हामीले यहाँ हेऱ्यौँ भने चाहिँ ग्राउन्ड ठ्याक्कै ब्लू र यल्लोको मिलिरहेको छ। अब ट्रीहरूमा त ब्रान्चेसहरूमा त अलिअलि फरक परि नै हाल्छ। हाम्रो ग्राउन्डमा एकदम ब्लू र यल्लो ठ्याक्कै म्याच भएको छ, जसले गर्दाखेरि चाहिँ अब यो बोर्ड साइड करेक्टेड भइसकेको डेटा हो। यसमा चाहिँ एरर्सहरू छैन बोर्ड साइडको। र हामीले यहाँ हेऱ्यौँ भने ब्लू र यल्लो ठ्याक्कै सिङ्क्रोनाइज भएर बसेको छ। प्रोफाइललाई अलिकति घटाएर हेर बफरलाई हेर्न सक्छौँ हामी यहाँनिर ब्लू र यल्लो ठ्याक्कै सिङ्क भएर बसेको छ। त्यो भनेको चाहिँ बोर्ड साइड करेक्सन चाहिँ प्रपरली लागेको छ भनेर बुझ्छौँ हामी। यति भएपछि हामी ट्राजेक्टोरी एडजस्टमेन्टमा जान्छौँ। सबै प्यारामिटर्स हामीले डिफल्ट राखेर यसलाई चाहिँ हामी अन गरिदिन्छौँ। यसले चाहिँ जिएनएसएसको एक्युरेसी कम भएको बेलामा अथवा चाहिँ खोजहरूमा ड्रोन उडेको बेलामा, डेटाको सिग्नल क्वालिटी कम भएको बेलामा पोइन्ट क्लाउड हाम्रो ट्राजेक्टोरी अलिअलि बिग्रेको हुनसक्छ, जसलाई चाहिँ यसले चाहिँ त्योभन्दा प्रिभियस ठाउँको चाहिँ पोइन्ट क्लाउडको डेटा हेरेर चाहिँ त्यो अनुसारले करेक्सन लगाउँदै जान्छ।
हामीले चाहिँ यसरी पोइन्टको डेन्सिटीहरू पनि हेर्न मिल्छ। कुन ठाउँमा चाहिँ कति पोइन्ट्स पर स्क्वायर मिटर छ भनेर हेर्न मिल्छ। अब यो रुखहरू भएकोले गर्दाखेरि चाहिँ यहाँनिर पोइन्ट एकदम डेन्स छ। हामीले फ्लाइट चाहिँ अलिकति लो हाइटमा पनि उडाएको थियौँ। अब हेर्न सक्छौँ पोइन्टहरू 2000, 5000, 6000, 8000 छ। जुन भनेको एकदम ह्युज हो। त्यसले गर्दा पनि यो प्रोसेसिङ गर्न एकदम टाइम लागिरहेको छ। यहाँ हाम्रो डिफ्रेन्ट टुल्सहरू भयो। ट्राजेक्टरी पनि भयो। अब हामी यसको रिपोर्ट हेर्छौँ। यसमा पनि आरएमएससी भ्याल्यु पहिला कति थियो, पछि कति छ भन्ने कुरा सबै मजाले देखाएको हुन्छ। 0.039 बाट 0.025 भयो। र रेजिडुअल्सहरूको ग्राफ पनि देखाइरहेको हुन्छ मजाले। सुरुमा यति पोइन्टमा यति एरर थियो, पछि चाहिँ यति पोइन्टमा यति एरर छ भनेर देखाएको हुन्छ। अब अर्को इम्पोर्टेन्ट प्यारामिटर भनेको चाहिँ हाम्रो ट्राजेक्टरी रिपोर्ट हो। ट्राजेक्टरी रिपोर्ट चाहिँ इच ट्राजेक्टरीको छुट्टै हुन्छ र यसमा चाहिँ हामीले चाहिँ सबै कुरा एकदम ध्यान दिएर हेर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ पोइन्ट क्लाउडको एक्युरेसी कतिको छ, हाम्रो ट्राजेक्टरीको कतिको राम्रो आएको थियो, हाम्रो पिडब्ल्यू भ्यालुहरू कतिको सबै कुरा यसमा देखाएको हुन्छ। यसमा यसरी अब सबै पिडब्ल्यू भ्यालु, एचडब्ल्यू भ्यालु, भिडब्ल्यू भ्यालु, सेटेलाइटको सिग्नल्स कतिवटा छ, त्यसपछि फाइल कभरेज भएको छ कि छैन, ड्रोन उड्दाखेरि डिजिपिएस अन थियो कि थिएन, यसरी सबै कुरा चाहिँ मजाले देखाइएको हुन्छ। हाम्रो यसरी अल्टिच्युड, एल्टिच्युड एक्युरेसी कतिको छ, हाम्रो एस्टिमेटेड पोजिसनल एक्युरेसी प्लट कतिको छ, सबै कुरा देखाइएको हुन्छ। यसरी हामीले पुरै रिपोर्टलाई एक्सप्लोर गर्न सक्छौँ। र यसमा भएको प्यारामिटर्सहरूले चाहिँ हाम्रो डेटाको एक्युरेसी कतिको छ, डेटा कतिको बिग्रेको छ भन्ने कुरा चाहिँ हामीले अन्दाज गर्न सक्छौँ। सबैभन्दा इम्पोर्टेन्ट चाहिँ पोजिसनल एक्युरेसी हो। जति कम भयो त्यति राम्रो हो। यो 0.1, 0.2 को भ्यालु आयो भने चाहिँ त्यो भनेको चाहिँ डेटामा चाहिँ अलिअलि समस्या छ भनेर बुझ्न सक्छौँ। जेनरली चाहिँ 0.00 समथिङकै पछाडि आएर हुन्छ यो डेटा चाहिँ, पोजिसनल एक्युरेसीको भ्यालु चाहिँ। यसरी यहाँ हेर्न सक्छौँ। त्यो भनेको रिपोर्ट भयो। हामीलाई चाहिँ अब कुन एट द मोमेन्ट कुन पोइन्टमा चाहिँ एरर छ भनेर हेर्नु पऱ्यो भने चाहिँ हामी यसरी ट्राजेक्टरी प्लटमा जान्छौँ। हामीले जहाँनिर यसरी हेर्न मन लाग्छ त्यहाँनिर राइट क्लिक गरेर गो टु टाइम गऱ्यौँ भने चाहिँ ठ्याक्कै त्यो इपोचवाला टाइमको देखाउँछ कहाँनिर चाहिँ त्यो भएको भनेर। हामीले ग्राफमा जहाँ सेलेक्ट गरेर राइट क्लिक गरेर गो टु टाइम गर्छौँ, त्यही मोमेन्टको चाहिँ ट्राजेक्टरीमा चाहिँ कहाँनिर थियो भनेर चाहिँ देखाउँछ। यो चाहिँ हाम्रो डेटाहरू बिग्रियो भने चाहिँ ठिक्क कहाँनिर बिग्रियो भनेर, के भएर बिग्रियो भनेर चाहिँ यसरी हेर्नलाई सजिलो हुन्छ। यसरी राइट क्लिक गरेर गो टु टाइम गर्छु। ठ्याक्कै जहाँनिरको त्यो मैले जहाँनिर ग्राफमा गरेको ठ्याक्कै त्यहीँनिर देखाउँछ यसरी पोइन्ट।
अब हाम्रो अर्को भनेको इमेज ओभरल्याप रिपोर्ट छ। मैले 100 मिटरमा उडाएको त्यही भएर मैले 100 हालिदिन्छु। यति गरेपछि चाहिँ मेरो इमेजको ओभरल्याप पुग्छ कि पुग्दैन, कतिवटा इमेजले हाम्रो स्टडी एरिया कभर हुन्छ भनेर देखाउँछ। अब हाम्रो यो साइटमा चाहिँ मोस्ट अफ द ठाउँमा चाहिँ 10 भन्दा बढी नै छ, त्यही भएर समस्या भएन। अर्को अर्को भनेको कट ओभरल्याप छ। कट ओभरल्याप ल्यापले चाहिँ हाम्रो चाहिँ एक्स्ट्रा पोइन्टहरूलाई चाहिँ अर्को क्लासमा लगेर राखिदिन्छ, जसले गर्दा हामीलाई पछि प्रोसेसिङ गर्न एकदम सजिलो हुन्छ। त्यसपछि हामी रिमुभ आउटलायर्स गर्छौँ। यसले चाहिँ हामीलाई चाहिने भन्दा बढी एक्सेस पोइन्टहरू चाहिँ हटाइदिन्छ र हाम्रो फाइलको साइज पनि एकदम कम गराइदिन्छ। त्यसपछि हामी एड गर्छौँ। यो पुरानो डाटालाई सबैलाई हटाइदिन्छौँ। र डेन्सिटी एनालाइसिस पनि हामी क्लिक चेक गरिदिउँ। र हामी यसरी नचाहिने पोइन्ट्सहरूलाई चाहिँ हटाएर चाहिँ हामी अब चाहिने डेटालाई मात्रै सेलेक्ट गरेर यसरी एक्सपोर्ट गर्छौँ अनि मर्ज इन्टु वान पनि गर्छौँ। र त्यसपछि हामी प्रिसिजन चेकमा गएर चाहिँ हामी यसरी बेसमा भएको कोअर्डिनेट फाइललाई चाहिँ इनपुट गरिदिन्छौँ। हामी यसरी चाहिँ XYZ चाहिँ यसरी मिलाउँछौँ। आइडी XYZ यसरी मिलाउँछौँ, त्यसपछि एप्लाई गरिदिन्छौँ। अहिले प्रोसेसिङ भइरहेको भएर एकछिन ह्याङ भइरहेको छ। यो भनेको चाहिँ हामीले फिल्डमा जेसीपी राखेर अनि त्यसको माथि डिजिपिएस अब्जर्भेसन गरेको डेटा हो। यति गरेपछि हाम्रो एउटा मात्र फाइल बन्यो कट रिजल्ट भनेर, जसमा हाम्रो सबै डेटा मर्ज भएर बसेको छ। त्यसपछि हामी फेरि प्रिसिजन चेकमा जाऊँ। यहाँबाट हाम्रो चेक पोइन्ट फाइलमा हाम्रो कोअर्डिनेट्सहरू इनपुट गरौँ, कोअर्डिनेटको टेक्स्ट फाइल र एप्लाई गरेपछि हामीले चाहिँ इच पोइन्ट चाहिँ कहाँनिर पर्छ भनेर हेर्न सक्छौँ। यसरी वानमा सेलेक्ट गरेर गो टु गरेपछि ठ्याक्कै फ्ल्यागमा पऱ्यो कि परेन चेक गर्न सक्छौँ। यसरी चाहिँ हाम्रो चाहिँ डेटाहरू बिग्रेको छ कि छैन, पोइन्ट क्लाउड सरेको छ कि छैन भन्ने कुरा यसरी हेर्न सक्छौँ। अब यो पोइन्टहरू सबै फ्ल्यागमै पर्नुपर्छ। यसरी हाम्रो फ्ल्याग चाहिँ व्हाइट र रेड फ्ल्याग थियो, चेकर्ड फ्ल्याग, जुनमा चाहिँ हाम्रो सबै पोइन्टहरू चाहिँ परेको देखिन्छ।
यसको मतलब हाम्रो डिजिपिएसको डेटा र लाइडारको डेटा चाहिँ कन्सिस्टेन्ट छ अहिलेसम्म चाहिँ। त्यसपछि यहाँनिर भर्टिकल एक्युरेसी भन्ने छ। यहाँ पनि हामीले चाहिँ नोन पोइन्ट्समा चाहिँ हाम्रो कन्ट्रोल पोइन्ट हालिदिन्छौँ र त्यसपछि यहाँबाट पनि के प्यारामिटर्सहरूमा हाम्रो भ्यालुजहरू देखाउँछ त्यो पनि चेक गर्छौँ। यसरी यहाँनिर हाम्रो यसलाई इग्नोर गरिदिन्छौँ, एक्सलाई एक्स, वाइलाई वाइ, जेडलाई जेड गरिदिन्छौँ। त्यसपछि हामीले क्यालकुलेट क्लिक गरेपछि चाहिँ यसरी भ्यालुजहरू देखाउँछ कति कति चेन्ज भइरहेको छ, एभरेज म्याग्निच्युड, स्ट्यान्डर्ड डेभिएसन, रुट मिन स्क्वायर, यसरी सबै कुरा देखाउँछ। यो चाहिँ हामीले यसरी नोट गर्छौँ। कहिलेकाहीँ चाहिँ एकदम ठुलो डिफ्रेन्स आयो भने चाहिँ अब केही समस्या छ कि भनेर चेक गर्छौँ। रिपोर्टहरू चाहिँ हामी यसरी सेभ गरेर राखिरहेको हुन्छौँ। सिमिलर हामी होरिजोन्टल एक्युरेसीमा पनि यसरी नै काम गर्छौँ। हाम्रो कन्ट्रोल पोइन्टको डेटालाई हामी यसरी इनपुट गरिदिन्छौँ। इग्नोर एक्स वाइ जेड, त्यसपछि क्यालकुलेट गरेर एक्समा कति डिफ्रेन्स छ, वाइमा कति डिफ्रेन्स छ हेर्छौँ। त्यसमा पनि भ्यालु एकदमै ठुलो आयो भने चाहिँ हामी के समस्या छ कि भनेर हेर्छौँ। अहिले सबै 0.0मै छ, त्यही भएर हामी अगाडि बढ्छौँ। त्यसपछि ल्यासमा लानुपर्छ भने चाहिँ हामी यसरी कन्भर्ट टु ल्यास गर्छौँ चाहियो भने। यसरी सबै के प्यारामिटर सेभ गर्ने भन्ने कुरा पनि यही हुन्छ। र यति गरेपछि हामी चाहिँ अब लाइटर 360मा जान्छौँ। हाम्रो प्रि प्रोसेसिङ यहीँ सकियो। अब चाहिँ हामी अर्कै डेटामा काम गर्छौँ। यो चाहिँ हाम्रो एउटा सर्टेन क्लिप गरेको डेटा भयो। यसमा चाहिँ हाम्रो बिल्डिङहरू पनि छ, फरेस्ट पनि छ, पावर लाइन पनि छ। जसले गर्दा चाहिँ हाम्रो क्लासिफिकेसन गरेर हामी यसमा मजाले हेर्छौँ। बिल्डिङ्सहरू छ, पावर लाइन्सहरू मजाले छ, ट्रिजहरू पनि छ। यो चाहिँ टावर्सहरू भयो। हाम्रो चाहिँ डाटालाई भिजुअलाइज गर्ने डिफ्रेन्ट मोड्सहरू छ। अन्त लेफ्टपट्टि बारमा चाहिँ ग्लास भन्ने छ, इडियल भन्ने छ। यो चाहिँ ग्लास भयो। यसमा चाहिँ हाम्रो चाहिँ ग्राउन्ड पोइन्ट हेर्न चाहिँ एकदम सजिलो हुन्छ। ग्राउन्ड पोइन्टहरू चाहिँ पुगेको छ कि छैन भनेर। यो चाहिँ लाइट अनुसार हामी कसरी घुमायौँ त्यो अनुसार चाहिँ लाइट छिरे जसरी चाहिँ भिजुअलाइज हुन्छ। अर्को भनेको इडियल छ। यो भनेको आइडोम लाइटिङ हो। यसले गर्दा चाहिँ हाम्रो फिचरहरूलाई चाहिँ सेपरेट गर्न सजिलो हुन्छ। यो चाहिँ हाम्रो डिस्प्ले गर्ने मेथड भयो, के अनुसार हेर्ने भनेर। हाइट, इन्टेन्सिटी, क्लासिफिकेसन, रिटर्न, जिपिएस टाइम सबै हुन्छ यहाँनिर चाहिँ। अहिले हामीले यसरी यसलाई पहिल्यै क्लासिफाई गरेर राखिसकेका छौँ। यसलाई हामी पछि फेरि अनक्लासिफाई गरेर अनि फेरि एकचोटि क्लासिफाई गरेर हेर्छौँ।
हामी अब क्लासिफिकेसनमा जान्छौँ। क्लासिफिकेसन एडिटरमा जान्छौँ र एउटा सेलेक्सन टुल लिएर चाहिँ सेलेक्ट अल गरेर फ्रम सबै क्लास टु अनक्लासिफाइडमा लगिदिन्छौँ र यसलाई सेभ गर्छौँ। यो भनेको हाम्रो चाहिँ क्लासिफिकेसन 0बाट सुरु गर्नको लागि हो। अहिले हाम्रो अनक्लासिफाइड वाल भन्ने रहेछ। फेरि एकचोटि क्लासिफिकेसनमा जान्छौँ। वाल भन्नेलाई पनि हामी अनक्लासिफाइडमै राख्छौँ। एउटा टुल लिन्छौँ, सेलेक्ट अल टु अनक्लासिफाइड गर्छौँ र यसरी ड्र गरिदिन्छौँ। र सेभ गर्छौँ। एक्जिट गर्छौँ। त्यसपछि हामीसँग सिङ्गल क्लास मात्रै छ। अब हामी चाहिँ सुरुदेखि क्लासिफिकेसन गर्छौँ। फर्स्टमा चाहिँ हामी पिक पोइन्ट भन्ने टुल छ। यसले चाहिँ हाम्रो चाहिँ इच पोइन्टको चाहिँ हामीले 3D कोअर्डिनेट्स हेर्न मिल्छ, कहाँनिरको चाहियो। यसरी चाहिँ जहाँ क्लिक गऱ्यो त्यहीँको कोअर्डिनेट प्लस यसको एट्रिब्युट्स देखाउँछ। डेन्सिटीमा क्लिक गऱ्यो भने चाहिँ इच मिटर स्क्वायरमा चाहिँ डेन्सिटी देखाउँछ। यसरी अब यहाँ डिफ्रेन्ट टुल्सहरू छ। हामीले डिफ्रेन्ट डेटा फर्मेट्समा कन्भर्जनहरू गर्न मिल्छ। फिचर्सहरू चाहिँ एकदम धेरै छ यसमा। यो हाम्रो प्री प्रोसेसिङको टुल्सहरू भयो। हामी सुरुमा चाहिँ ग्राउन्ड क्लासिफाई चाहिँ यो टेरेनबाट गर्छौँ। हाम्रो स्मुथ पोइन्ट्स गर्छौँ, सब स्याम्पलिङ गर्छौँ, रिमुभ आउटलायर्स गर्छौँ, त्यसपछि क्लासिफाई ग्राउन्ड पोइन्ट्स गर्छौँ र डिएम र डिएसएम पनि अन गर्छौँ। स्मुथ पोइन्ट सब स्याम्पलिङले गर्दाखेरि चाहिँ हाम्रो पोइन्ट क्लाउडहरूलाई चाहिँ यसले स्मुथ गरेर चाहिँ सबै प्यारामिटर हामी डिफल्टै राख्छौँ। स्मुथ पोइन्टमा सेम राख्छौँ, सब स्याम्पलिङमा सेम राख्छौँ। ग्राउन्डमा चाहिँ हामीसँग 4वटा मोड छ। फ्ल्याट टेरेन हो कि जेन्टल टेरेन हो कि स्टिप टेरेन हो कि हिल्स हो। हामी चाहिँ अहिले यसलाई फ्ल्याट टेरेन राख्छौँ र डिएम र डिएसएमको डिफल्ट फर्मेट राखेर चाहिँ हामी ओके गरिदिन्छौँ। यति गरेपछि हाम्रो चाहिँ 1 बाई 1 सबै स्टेप रन भएर चाहिँ हाम्रो आउटपुटमा चाहिँ डिएम डिएसएम अनि त्यसपछि रिमुभ आउटलायर्स गरिसकेको पोइन्ट क्लाउड आउँछ। यस गर्छौँ। यसरी हाम्रो डिएम डिएसएम सब स्याम्पलिङ स्मुथ पोइन्ट्स अनि रिमुभ आउटलायर सबै डेटा आउँछ। यतिमध्ये हामीलाई फाइनल डेटा मात्र राख्छौँ, अरू हटाइदिन्छौँ। यसरी डिएम डिएसएम हामी हेर्न सक्छौँ। अहिलेलाई यो पनि हटाइदिउँ। हामी अब क्लासिफिकेसनमा जान्छौँ। हाम्रो अब ग्राउन्ड क्लासिफाई भइसकेको छ। अब त्यो बाहेक हामी अरू क्लासिफाई गर्छौँ। हाम्रो जेनरली चाहिँ फर्स्टमा हामी ग्राउन्ड गर्छौँ, त्यसपछि बिल्डिङ गर्छौँ, त्यसपछि भेजिटेसन गर्छौँ र त्यसपछि आफूलाई जे चाहिएको छ त्यो गर्छौँ। अहिले अब ग्राउन्ड भइसकेको छ। हामी यसरी 2Dबाट 3Dबाट यसरी मजाले रोटेट गरेर हेर्न मिल्छ। त्यसपछि हामी अब क्लासिफाई बिल्डिङ गर्छौँ र प्यारामिटर सबै डिफल्ट राखेर ओके गरिदिन्छौँ। र ग्राउन्ड राम्रो आइसकेपछि चाहिँ हामी ग्राउन्डलाई चलाउँदैनौँ। ग्राउन्डलाई सधैँ अफ गरेर बाँकी काम गर्छौँ।
यसरी हाम्रो बिल्डिङ्सहरू पनि मजाले आयो। त्यसपछि हामी क्लासिफाई बाई डिप लर्निङमा जान्छौँ र त्यसपछि हामीलाई के कुरा चाहिन्छ अब त्यो चाहिँ हामी सिलेक्ट गर्छौँ र डिप लर्निङले आफै क्लासिफाई गरिदिन्छ। फर इक्जाम्पल मैले टावर अन गरेँ, पावर लाइन अन गरेँ, भेजिटेसन अन गरेँ र क्लासिफाई अदरमा आफूलाई जे चाहियो त्यो थप्न मिल्छ। मैले मिडियम पनि अन गरिदिएँ, ओके गरिदिएँ। यसमा चाहिँ मैले फ्रम क्लासमा चाहिँ ग्राउन्डलाई हटाइदिएको भए चाहिँ अझै राम्रो आउँथ्यो। मैले त्यो गर्न बिर्सेछु। र हाम्रो डिप लर्निङको आउटपुट पनि आइसकेको छ। यहाँनिर मिडियम भेजिटेसन, हाई भेजिटेसन, बिल्डिङ, वाल, पावर लाइन, टावर सबै आएको छ। डेटा हेर्दाखेरि एक्युरेट पनि छ जस्तो छ। पावर लाइन्सहरू, टावर्सहरू मजाले छुट्टिएको छ। र त्यही भएर हाम्रो ग्राउन्ड पोइन्ट मैले सबै हालिदिएको रहेछु। त्यही भएर फेरि म ग्राउन्डलाई चाहिँ फेरि एकचोटि क्लासिफाई गर्छु। र हाम्रो ग्राउन्ड फेरि ब्याक टु ग्राउन्ड भइसकेको छ। र हाम्रो क्लासिफिकेसन कहिले पनि 100% एक्युरेट चाहिँ हुँदैन। सानो सानो एरर्सहरू चाहिँ हुनसक्छ र आफूलाई अब के कुरा चाहिन्छ, के कुरामा चाहिँ बढी इम्पोर्टेन्स दिनुपर्ने हो त्यो कुरालाई चाहिँ हामी मजाले फोकस गरेरै म्यानुअल क्लासिफिकेसन गर्छौँ। फर इक्जाम्पल मलाई चाहिँ यो टावर र पावर लाइन डेटा चाहियो भने चाहिँ अब म त्यही कुरामा चाहिँ मजाले फोकस गरेर चाहिँ कहाँ एरर्सहरू छ, कहाँ मिसक्लासिफाई भएको छ त्यो कुरा चाहिँ पत्ता लगाउँछु। अब क्लासिफिकेसन एडिटरमा गएर म प्रोफाइल तान्छु। र यसरी चाहिँ मलाई इम्पोर्टेन्ट कुरा के चाहिन्छ त्यो कुरा म चेक गर्छु। यसको डिप लर्निङले एकदम एक्युरेट क्लासिफाई गरेको हुन्छ। लगभग 90% देखि 99% सम्म काम चाहिँ आफै गरिदिन्छ। हामीले चाहिँ माइनर करेक्सन मात्रै लाउनुपर्ने हुन्छ। अब यो पावर लाइन पनि एकदम मजाले क्लासिफाई भएको छ। तर तलपट्टिमा चाहिँ अलिकति भएको छैन। हामी देख्न सक्छौँ। यस्तोमा चाहिँ हामीले म्यानुअली करेक्सन लाउँछौँ। यसमा अब यहाँनिर पावर लाइनमा भेजिटेसन छिरिएको छ। यस्तोमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि एउटा टुल लिन्छौँ र फ्रम क्लासमा चाहिँ कुन क्लास छ त्यो त्यसमा सिलेक्ट गरेर अनि 2मा चाहिँ पावर लाइन राखिदिन्छौँ। यसमा अब हाई भेजिटेसन र त्यो छ। फ्रममा हाई भेजिटेसन, 2मा पावर लाइन राखिदिन्छौँ। यसरी टावर पनि रहेछ। टावर पनि अन गर्नुपऱ्यो, त्यसलाई हामी सिलेक्ट गरिदिन्छौँ। र यसरी चाहिँ आफूलाई कति डेटा चाहिन्छ त्यसलाई चाहिँ हामी डिजिटाइज गरेको जसरी चाहिँ यसरी सिलेक्ट गरिदिन्छौँ। यति गरेपछि हाम्रो पावर लाइन भयो। यहाँनिर हाम्रो टावर रातो रहेछ, यसलाई हामीले पहेँलो पार्नु पऱ्यो। त्यही भएर हाम्रो चाहिँ अब 2 क्लासमा चाहिँ टावर राख्नु पऱ्यो र यसरी टावरको डेटा मात्र सिलेक्ट गर्नु पऱ्यो। यसरी हाम्रो पावर लाइनबाट टावरमा गयो।
फेरि पनि हेरौँ। फर्स्टमा एउटा टुल लिन्छौँ माथिबाट। टुल लिएपछि फ्रम क्लास कुनबाट कुनमा लाने भन्ने हुन्छ। फेरि पावर लाइनमा लान्छौँ र यसरी सिलेक्ट गरिदिन्छौँ। फेरि हेरौँ। फेरि मजाले कति चाहिन्छ प्रोफाइल तान्ने। त्यसपछि अब केमा लानुपर्ने हो, माथिबाट टुल सिलेक्ट गर्ने, केमा लानुपर्ने हो। मैले चाहिँ अब पावर लाइन छुँदैनौँ, हाई भेजिटेसनलाई मात्र लान्छौँ। त्यही भएर हाई भेजिटेसन अन गर्ने, पावर लाइनमा लाने। त्यति गर्दाखेरि चाहिँ हाम्रो रेड कलरको डाटा चल्ने भएन, ग्रिन मात्रै चल्ने भयो। यसरी चाहिँ पावर लाइनलाई अन गरेर पावर लाइनलाई चाहिँ हामी टावरमा लान्छौँ। एउटा टुल लिन्छौँ। सिलेक्ट अल गरेर एउटा टुल लिएर यसरी फेरि ड्र गर्छौँ। यसरी चाहिँ हामीले पोइन्ट क्लाउडको क्लासिफिकेसनलाई चाहिँ एकदम फाइन ट्युनिङ गर्न मिल्छ। यति भएपछि सेभ गर्छौँ, एक्जिट गर्छौँ र यसरी हाम्रो फाइनल पोइन्ट क्लाउड चाहिँ करेक्ट भएर आउने भयो। हामीलाई अरू पनि केही डेटा चाहियो भने चाहिँ हामीले यसरी डिप लर्निङबाट क्लासिफाई गर्न सक्छौँ। यसरी वाटर, कार, स्ट्रिट लाइट सबै कुरा चाहिँ हुन्छ यसमा चाहिँ। सबै एल्गोरिदम पहिल्यै फिक्स हुन्छ, हामीले डिप लर्निङ चुज गर्ने र सिलेक्ट मात्र गरिदिने हो। यसमा भेक्टर डेटा पनि हुन्छ, टेरेनहरूको एक्स्ट्रा फिचर्सहरू पनि हुन्छ, कन्टुर पनि निकाल्न मिल्छ हामीले यहीँबाटै। अब एकचोटि कन्टुर ट्राई गरौँ। प्यारामिटर्सहरू के चाहिन्छ आफूलाई त्यो आफूले चाहिए अनुसार राख्नु पऱ्यो। अहिले चाहिँ मैले बेसिक 1 मिटर र मेजर 5 मिटर राखेँ। र त्यसपछि कन्टुरमा सिम्प्लिफिकेसन चाहिन्छ कि चाहिँदैन, हाम्रो मिनिमम कन्टुरको लेन्थ कति हुनुपर्ने, एरिया कति हुनुपर्ने, सबै प्यारामिटर्स यहीँ हुन्छ। यसलाई हामीले मजाले आफूलाई चाहिए अनुसारले एडजस्ट गर्न सक्छौँ। आउटपुट केमा चाहिने, जियो प्याकेजमा हो कि अथवा डिएफएक्स हो कि अथवा सेभ फाइल हो, यति राखेर अन गरेपछि हाम्रो कन्टुर पनि एकछिनमा जेनेरेट हुन्छ। यो डेटा चाहिँ तराईको भएर कन्टुर चाहिँ अलिकति ऱ्यान्डम देखिन सक्छ। यो चाहिँ तराईको प्लेन एरिया भएर कन्टुर जस्तो देखेको हो। यति नै भयो डेटाको लागि। अब हामी अर्को डेटामा काम गर्छौँ। यो चाहिँ हाम्रो फरेस्टको डेटा भयो। हामी चाहिँ यसमा चाहिँ यति सानो एरिया मात्रै क्लिप गर्छौँ, हामी यसमा मात्रै काम गर्छौँ। यसरी सिलेक्ट गरेपछि चाहिँ हामी अब एएलएस फरेस्टमा जान्छौँ र बाँकी सबै अफ गरेर चाहिँ हामी चाहिँ पोइन्ट क्लाउड सेगमेन्टेसन अन गरिदिन्छौँ। यसले चाहिँ हाम्रो चाहिँ इच ट्रीलाई चाहिँ सेपरेट गरेर चाहिँ इच ट्रीको प्यारामिटर दिन्छ। इच ट्रीको 3D कोअर्डिनेट XYZ दिन्छ र साथसाथै त्यो सँगसँगै ट्रीको क्राउनको लेन्थ पनि दिन्छ। क्राउनको लेन्थ, क्राउनको भोल्युम सबै कुरा दिन्छ। र इच ट्रीको हाइट निकाल्नको लागि चाहिँ हामीले नर्मलाइज गर्नुपर्ने हुन्छ, जुन चाहिँ यसमा अहिले हामीले गरेको छैनौँ। यसरी हामीले इच ट्री चाहिँ यहाँनिर सेपरेट भइसक्यो। इच ट्री एउटा छुट्टा छुट्टै ट्री आइडी दिएको हुन्छ। हामीले इच ट्रीलाई चाहिँ यसरी युनिकली आइडेन्टिफाई गर्न सक्छौँ। र यसरी हाम्रो
एउटा एक्सेल पनि बनेको हुन्छ। एक्सेलमा चाहिँ हाम्रो सबै ट्रीको प्रपर्टिजहरू यसरी बसेको हुन्छ। यसलाई चाहिँ प्रपर्टिज एकदम धेरै भयो। मैले टेबललाई अफ गरिदिन्छु। यसरी इच ट्रीको चाहिँ सेगमेन्ट भएर आएको हुन्छ। अब हामी यसको प्रपर्टिज हेर्नु पऱ्यो भने चाहिँ ओपन गरौँ र एक्सेल फाइल खोलेर हेरौँ। यसमा चाहिँ हाम्रो यसरी फर्स्टमा ट्री आइडी, ट्रीको एक्स पोजिसन, वाई पोजिसन, जेड पोजिसन, अनि ट्री हाइट, क्राउन डायमिटर, क्राउनको एरिया, क्राउनको भोल्युम सबै हुन्छ। यसमा ट्री हाइट चाहिँ मिलेको हुँदैन किनकि हामीले नर्मलाइज गरेको छैन। नर्मलाइज गरेर त्यसपछि हामीले डिएसएम र डेम बनाएपछि अनि सिएचएम क्यालकुलेट गरेपछि अनि त्यसपछि बल्ल हाम्रो चाहिँ ट्री हाइट चाहिँ मिलेर आउँछ। यसरी चाहिँ हामीले चाहिँ डिफ्रेन्ट पर्पजको लागि चाहिँ हाम्रो यसरी प्यारामिटर्सहरू निकाल्न मिल्छ। जेनरली चाहिँ रिसर्चहरूमा चाहिँ एकदम काम लाग्छ र यसमा ट्रीको बायोमास एस्टिमेसन पनि एकदम इजिली गर्न सक्छौँ।